Hello everyone, welcome back to my channel. It's me Melina, starting our journey from Tatopani surrounded by silence, hills and fresh mountain air. Golden sunrise at Fun Hill and the perfect view of Machapuchre. This is not just a trek, this is a feeling. Welcome to our Fun Hill trek adventure. From Tatopani अब चाहिँ हामी ब्रेकफास्ट गरेर भोरेपानीको लागि निस्किन लागेको र हाम्रो गाडी पनि आइसकेको छ यहाँनेर हामी पेमेन्ट गरेर निस्किन लागेको गाडीमा आयौँ त्यसपछि 3 किलोमिटर चाहिँ हिँड्नुपर्ने भयो बाटो यस्तो रहेछ गाडी जान नसक्ने भयो अनि हामीले 15 मिनेटमा चाहिँ 1 किलोमिटर हिँडिसक्यौँ बाटो यस्तो छ अब 3 किलोमिटर बाँकी छ यस्तो छ भर्याङको तेर्सो टाइपको उकालो अहिले चाहिँ हामी रोडोडेन्ड्रन फरेस्टमा हिँडिरहेछौँ रोडोडेन्ड्रन चाहिँ छैन चैत वैशाखमा फुल्छ बाटो चाहिँ राम्रो अलिअलि उकालो तर यस्तो ट्रेलहरू चाहिँ एकदम रमाइलो हुन्छ हिँड्नलाई दुईटा यहाँ माउरी आएर फ्लावरको रस लिएर जाँदैछ घोरेपानी पुग्न लाग्यो आज हामी एकदम अल्छी भएर ढिलो हिँडिरहेको छौँ त्यही भएर भने 1 घन्टा लाग्यो हामीलाई यहाँ आइपुग्नु बाटो चाहिँ यस्तो दामी छ अहिले चाहिँ होइन चाहिँ उकालो थियो घोरेपानी पुग्यो फाइनल्ली होटल पनि आइपुग्यौँ everyone from Pune sunrise हुनै लाग्यो let's sit together धेरै मान्छेहरू छ नि पुरै नगरौँ सनराइज चाहिँ हुनै लागेको छ माउन्टेनहरू पनि मजाले फुलेको छ यता साइडमा पनि फुलेको फाइनल्ली सनराइज भयो यस्तो दामी क्लियर भयो सनराइज पनि देख्यो अन्नपूर्ण साउथ अनि माछापुच्छ्रे पनि देख्यो सनराइज पनि हेऱ्यो वेदर क्लियर छ बाटो जाने बेला पनि उकालो थियो यस्तो भर्याङको ओह्रालो छ निल जाने बेलामा टिकट काट्ने ठाउँ
नेपाली टुरिस्टहरुको लागि हिलबाट देखिने भ्यू माउन्टेनको कस्तो मजाले देखिरहेको छ नि यहाँ चाहिँ यस्तो सपहरू पनि रहेछ हामी चाहिँ हिजो पानी परेर निस्किनै पाएको थिएन हिलबाट देखिने भ्यू चाहिँ यस्तो दामी छ धौलागिरी एरियाको यतापट्टि अन्नपूर्ण साउथ थियो माछापछि चाहिँ देखिँदैन ब्रेकफास्ट गरेर टाढा पानीको लागि निस्किसक्यौँ टेल चाहिँ यस्तो दामी रहेछ यहाँबाट आएपछि देखिने भ्यू चाहिँ यस्तो दामी छ है माउन्टेन पनि क्लियर देखिरहेको छ यतातिर चाहिँ बादलले ढाक्न थाल्यो पछि तेर्सोसम्मबाट आयो एकछिनलाई होला सायद एकदमै 45 मिनटपछि थप्ले डाँडा आइपुग्यौँ थप्ले डाँडाको भ्यू यस्तो दामी छ धौलागिरी टुकुचे यता अन्नपूर्ण साउथ अनि माछा पसेर यस्तो मजाले देखिरहेको छ टी सप पनि छ अनि यहाँबाट चाहिँ मोहरे डाँडा देखिन्छौँ यहाँ अलिअलि देखिन्छ यो ग्राउन्ड जस्तो एरियामा चाहिँ मोहरे डाँडा भयो हिँड्दाखेरि पहिला हामी मर्दु हिमाल बेस क्याम्प गरेर गएको थियो त्यस्तै त्यस्तै लाग्यो भाइब चाहिँ यस्तै यस्तै नै छ किनकि कति दिनपछि माथि माथि हिँड्दा भइरहेको थियो जङ्गलको बाटो हिँड्दा रमाइलो भइरहेको छ माउन्टेनहरू साइड साइडमा यस्तो मजाले देखिरहेको छ भ्यू पनि आज चाहिँ आज धन्न वेदरले साथ दियो मर्निङमा सनराइज पनि हेर्नु पायो ट्रेल पनि दामी छ आजको चाहिँ बाटो फेरि ओह्रालो आयो अलिकति फेरि तेर्सै छ जस्तो छ यसको ओह्राली आइपुग्यो यहाँ चाहिँ यस्तो सानो गरेर आइपुग्यो भने चाहिँ यस्तो दामी दामी फ्लावरहरू भेट्छ क्या मलाई मनपर्छ त्यो पनि मेरो फेभरेट कलर फलमा रहेछ ट्रेल चाहिँ यस्तै छ तल ओह्रालो हिँड्न चाहिँ लास्टै खुट्टा खाँदिने अझै बाँकी छ तलसम्म भर्खर सुरु हुँदैछ यहाँ घन्टा तल झरेपछि चाहिँ बनघाटी आइपुग्यौँ यहाँ पनि होटलहरू टन्नै रहेछ खाना खानको लागि मेबी हामी यहीँ खाना खान्छौँ होला फेरि अब उकालो सुरु हुन लाग्यो है घाटीको एलिभेसन चाहिँ 2660 मिटर छ हामीले खाना खान लागेको होटल चाहिँ यो हो यस्तो दामी रहेछ दामी दामी फ्लावरहरू रहेछ मलाई कस्तो मन पर्यो उकालो सकेर फेरि उकालो सुरु भयो नेसन होटल सुपर भ्यू टप पनि आइपुग्यौँ यहाँबाट चाहिँ एबिसी जान पनि मिल्दो रहेछ वे टु छमरङ एबिसी यहाँबाट माछा पुछेर यस्तो मजाले देखिरहेको रहेछ टाढा पनि हामी चाहिँ ब्रेकफास्ट गरेर हाम्रोको लागि निस्किसक्यौँ आजको हाम्रो यात्रा चाहिँ पोखरासम्म हो ट्रेल चाहिँ यस्तो दामी छ मर्निङमा यति ब्युटिफुल जङ्गलमा हिँड्नेछौँ बाटो छ यहाँबाट कोट डाँडा जाने बाटो भयो यहाँबाट चाहिँ गान्द्रुक एकदम राम्रो छ आज चाहिँ तेर्सो नै छ ओह्रालो त्यस्तो छैन बट एकदम दामी छ होइन मजा आउँछ यस्तो ट्रेलमा चाहिँ घरको आधी घन्टापछि भैँसी खड्का आइसकेका छौँ यहाँ खानाहरू खानको लागि टन्नै होटलहरू रहेछ धेरै जस्तो तेर्सो भन्दा नि भर्याङको ओह्रालो रहेछ यस्तो चाहिँ मलाई हिँड्न अलिक गाह्रो लाग्छ कि
जस्तो भए पनि भ्यू चाहिँ दामी छ है। आज दिनभरि नि अघि बिहानैदेखि वेदर क्लियर नै छ। माछापुच्छ्रे यस्तो मजाले देखिरहेछ। हामीबाट देखिएको माछापुच्छ्रे, हिमचुली, यतापट्टि अन्नपूर्ण साउथ, अलिकति गङ्गापूर्ण पनि देखिरहेछ। के रे दाइ? अन्नपूर्ण आएपछिको ट्रेल चाहिँ यस्तो छ है। अब हामी पुग्न पनि लाग्यौँ, धेरै लाग्यो, आधी घन्टा जति लाग्ला। यस्तो दामी हुन्छ नि ट्रेल पनि। अब राम्रै छ भनौँ, नराम्रो भनौँ नि, मतलब गाह्रो भए पनि भ्यू हेर्दा चाहिँ ओर्चित नै लाग्छ कि। सो ट्रेल यस्तो छ अनि भ्यू चाहिँ यस्तो छ। हाम्रोको ट्रेडिसनल मतलब पुरानो घरहरू चाहिँ यस्तो उयोहरू हो। अहिले चाहिँ यस्तो होटेलहरू पनि बन्न थालिसकेको छ। मेरो चाहिँ घान्द्रुक फेभरेट हो, किनभने मैले फर्स्ट टाइम माउन्टेन नजिकै यहीँबाट देखाएको थियो। अहिले पनि यहाँ आज वेदर क्लियर नै भएर मजाले देखिन्छ। घान्द्रुक अलवेज फेभरेट। As our journey ends through the beautiful Gandruk village and finally reach Pokhara, Punhil gave us memory, peace and a sunrise we will never forget. If you like this, make sure to like, comment and subscribe for more trekking stories and adventure and mountain vibe. Until next time, stay wild and stay close to nature. Thank you for watching.